अब वान अफ द सिनियर मोस्ट प्लेयर रेणुका 15 वर्ष भयो खेलेको हैन। अब यो एक्सपिरियन्स एएफसी एसियन वुमेन्स क्वालिफायर्स कस्तो प्रिपेरेसन भइरहेछ, के छ तयारी कस्तो? प्रिपेरेसन एकदम राम्रो भइरहेछ हाम्रो। 15 वर्ष भयो मैले नेसनल टिमबाट खेलेको। अहिलेसम्म चाहिँ अब हामीले नेसनल टिममा जस्तो प्रो लाइसेन्स कोच पाएको थिएन। योभन्दा अगाडि विदेशी कोच आउनु भएको थियो, यही गेमको लागि 4 वर्ष अगाडि ग्यारी सरले ट्रेनिङ गराउनु भएको थियो। उहाँले राम्रै गराउनु भएको थियो। हुन त नेपाली कोचहरूले पनि सबैले राम्रै ट्रेनिङ गराइरहनु भएको छ। तर अब अहिलेको कोचले चाहिँ अलिकति डिफ्रेन्ट छ, उहाँको चाहिँ खेलाउने तरिकाहरू अलिक फरक छ। त्यो हिसाबले गर्दाखेरि चाहिँ जे डिफ्रेन्ट हुन्छ जस्तो लाग्छ मलाई। पहिलाको भन्दा अहिलेको म्याच चाहिँ हाम्रो धेरै नै डिफ्रेन्ट हुन्छ। कस्तो पोजिटिभ तरिकाले खेलाउनु हुन्छ, किनभने पहिला हामी धेरै जस्तो डिफेन्सिभ खेल्थ्यौँ भने अब अहिलेको कोचले चाहिँ हामीलाई एट्याकिङ फुटबल खेलाइरहनु भएको छ हैन। अनि पहिला चाहिँ अब हामी अलिक डराएर खेल्थ्यौँ भने अहिले चाहिँ कोचले डराउनु पर्दैन, अगाडि नै खेल्ने हो, अगाडि नखेलेसम्म स्कोर हुँदैन भनेर खेलाइरहनु भएको छ। त्यो हिसाबले गर्दा चाहिँ पोजिटिभ नै रिजल्ट आउँछ। अनि यो 15 वर्षमा भनौँ न महिला फुटबल कस्तो चेन्जेस पाउनु भएको छ तपाईँले? अहिलेसम्म हेर्दा त एकदमै चेन्ज छ, किनभने फर्स्टमा म 2010 मा पढ्दाखेरि चाहिँ अहिलेको जस्तो माहौल थिएन, अहिलेको जस्तो फेसिलिटिजहरू थिएन हैन। जति अब 2010 देखि अहिलेसम्म हेर्दाखेरि यो 2-3 वर्ष चाहिँ एकदमै राम्रो, अझै राम्रो भयो। धेरै कुराहरू इम्प्रुभ भइरहेको छ। अनि प्लस अब पहिला हामीले गेम खेल्नलाई धेरै कुर्नु पर्थ्यो। अब मैले 15 वर्ष खेल्दाखेरि अब 55-56 क्याप भयो बल्ल हैन। त्यो हेर्दाखेरि योभन्दा अगाडि चाहिँ अब हामीले 2-3 वर्षभन्दा अगाडि धेरै म्याच खेल्न पाएनौँ हैन, धेरै इन्टरनेसनल म्याचहरू भएन। अनि अब हाम्रै डोमेस्टिक फुटबल पनि धेरै भएको थिएन। तर अहिलेको अवस्थामा आउँदाखेरि चाहिँ लेडिज फुटबल एकदमै धेरै भइरहेको छ नि त। त्यो भएर नै अनि वुमेन्स फुटबलमा अहिले एकदमै धेरै इम्प्रुभ भइरहेको छ, जो एकदमै राम्रो भइरहेको छ। अहिले जुन भनौँ न नयाँ खेलाडी धेरै बढिरहेछन् हैन, यस्तो कुरा देख्दा चाहिँ कस्तो लाग्छ? एकदमै खुसी लाग्छ, किनभने अब पहिला जस्तो दिदीहरूलाई पनि अब दिदीहरू पहिला खेल्नु भएको थियो, दिदीहरू अब अहिले हुनुहुन्न, हामी खेलिरहेछौँ होइन। अब हामी पछि पनि खेल्नलाई प्लेयर चाहिन्छ। अनि हामीलाई टेन्सन हुने भनेको त्यही हो, अहिले हामीले खेलिरहेछ, अब हामी पछि के हुन्छ, कसले खेल्छ, अब हाम्रो टिम कस्तो हुन्छ भन्ने टेन्सनै त्यही हुन्छ कि। अनि त्यो हिसाबले हेर्दा चाहिँ अब अहिले धेरै गेम भएको भएर अहिले बहिनीहरू पनि अहिले चाहिँ एकदम राम्रो प्लेयरहरू आइरहेको छ। अनि त्यो देख्दा चाहिँ एकदम खुसी लाग्छ।